सम्पूर्णलाई नमस्कार। आज हामी ग्यालेक्सी स्कुलमा हामी आएका छौँ। नमस्ते सर। सर नमस्ते। एकदम सर। आज हामीसँग हुनुहुन्छ ग्यालेक्सी स्कुलको प्रिन्सिपल सर छत्रराज पण्डित सर र ग्यालेक्सी स्कुलका व्यवस्थापक समितिका अध्यक्ष आदरणीय मोहन भट्ट दाई हुनुहुन्छ। त्यसैले म सरहरूलाई चाहिँ एउटा मैले रिक्वेस्ट गर्न के आएको भनेपछि हजुरलाई अब दसैँ तिहार पनि नजिकै छ। अब यी चोरी डकैती पनि धेरै बढिरहेछन्। अहिले चोरी पनि ठाउँ ठाउँमा चोरी हुने काम र घटना भयो पनि थाहा नहुने। त्यसैले चाहिँ हामीले चाहिँ अनि यो सिसी क्यामेरा लगाउने भनेर 18वटा अब वडामा सीमित बजेट हुन्छ। सकेसम्म त अब यो स्थानीय तहले नै सबैतिर यो लाउनुपर्ने कुरो हो। तर अब के गर्ने, हामीसँग पनि बजेट नभएको कारणले सम्पूर्ण स्कुलहरू सङ्घ संस्था सबै ठाउँमा अब रिक्वेस्ट गर्न जाँदैछ सर। एकचोटि हेरेर यसो आदरणीय यस वडाका अध्यक्षज्यूको यस विद्यालयको आगमनमा म स्वागत गर्न चाहन्छु। र विद्यालय पनि यही समाजको एउटा चाहिँ पाठ भएकोले हामीले यस समाजमा सामाजिक उत्तरदायित्व अन्तर्गत गर्नुपर्ने जो हाम्रो कार्यक्रम छ त्यसमा तपाईँलाई हामी अवश्य पनि सहयोग गर्नेछौँ। र हाम्रो विद्यालय व्यवस्थापन समितिको बैठक बसेर त्यसबाट हामी निर्णय पारित गरेर तपाईँको यो कार्यक्रमलाई हामी सफल बनाउन हाम्रो तर्फबाट सहयोग गर्ने चाहिँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र बाँकी हजुरले गर्नुभएको हाम्रो विद्यालयप्रति देखाउनु भएको जो सद्भाव छ त्यसका लागि धन्यवाद दिँदै तपाईँले हामीलाई सहयोग गर्दै आइराख्नु भएको छ। पानी परेको बेला, पानी जमेको बेला त्यसका लागि पनि तपाईँलाई धन्यवाद दिन चाहन्छु। र विद्यालय क्षेत्र भएको हुनाले यो ठाउँमा दुर्घटना पनि अलिक बढी नै हुने पनि छ। तर बिहानको मर्निङ स्कुलहरूको समस्या पनि भएको हुनाले यो इनिसिएटिभ चाहिँ यो हाम्रो यो हसनपुरको लागि राम्रो इनिसिएटिभ पनि र विद्यालयले तपाईँको कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद सर।